एक्स्ट्रा ऑर्डिनरी आइटम। अब यो एक्स्ट्रा ऑर्डिनरी आइटम अन्तर्गत हामीहरू के राख्छौँ त भन्दाखेरि जस्तै बैंक ओभरड्राफ्ट, सर्ट टर्म बैंक लोन, नोट पेएबल, इन्ट्रेस्ट अथवा डिभिडेन्ड रिसिभ हो। अब यो नर्मल बेसमा त हुँदैन, कहिले काहीँ रिसिभ हुने इन्कम हो यिनीहरू। त यसमा पनि के होला त भन्दाखेरि इन्ट्रेस्ट रिसिभ भयो, डिभिडेन्ड रिसिभ भयो। त रिसिभ भनेर भनिरहेछ त रिसिभले के जनायो? रिसिभले इन्कम जनायो हो। त इन्कम र क्याससँग कस्तो रिलेसन छ भन्दाखेरि डाइरेक्ट रिलेसन छ। इन्कम बढ्यो भने क्यास पनि बढ्ने हो, इन्कम घट्यो भने क्यास पनि घट्ने हो। क्लियर छ कुरा? र त्यसै गरी अर्को पोइन्ट छ एक्स्ट्रा ऑर्डिनरी आइटम। अब यो एक्स्ट्रा ऑर्डिनरी आइटम अन्तर्गत हामीहरू के राख्छौँ त भन्दाखेरि जस्तै बैंक ओभरड्राफ्ट, सर्ट टर्म बैंक लोन, नोट पेएबल, अकाउन्ट पेएबल, यो सब पोइन्टहरू पर्छ जुन चाहिँ सर्ट पिरियडमा बिजनेसले तिर्नुपर्ने हुन्छ। त्यस्तो खर्चहरू, त्यस्तो ट्रान्जेक्सनहरू मात्रै पर्ने गर्दछ। क्लियर छ? जसमा बैंक ओभरड्राफ्ट भनेको के हो भन्दाखेरि लाइबिलिटी हो। त लाइबिलिटी र क्यासको बिचमा कस्तो रिलेसन छ? डाइरेक्ट। ठिक छ। अर्को भने मैले नोट पेएबल। त नोट पेएबल र नोट पेएबल भनेको के हो? त नोट पेएबल भनेको लाइबिलिटी हो भाइ, यो पनि। त्यसै गरी अर्को छ सर्ट टर्म बैंक लोन। त सर्ट टर्म बैंक लोन भनेको के हो? यो भने पनि लाइबिलिटी हो। क्लियर छ कुरा? त लाइबिलिटी र क्यासको बिचमा कस्तो रिलेसन छ? लाइबिलिटी र क्यासको बिचमा डाइरेक्ट रिलेसन छ। भन्नुको मतलब लाइबिलिटी हाम्रो बढ्यो भने क्यास पनि बढ्ने हो, लाइबिलिटी हाम्रो घट्यो भने क्यास पनि हाम्रो घट्ने हो।